हेलो एभ्रिवान, गुड मर्निङ, जेएमएससी अनि नमस्कार सबैजनालाई। अनि तपाईँहरूलाई चाहिँ आजको मेरो भ्लगमा स्वागत छ। मलाई चाहिँ हामी चाहिँ हाइकिङ जान लागेको छ तोक्नु कि मलाई चाहिँ निनीले 150 रुपिस दिनुभएको छ। अनि पछि मेरो निनी हुनुहुन्छ अनि यहाँ मेरो बहिनी छ अनि कि हामी चाहिँ हाइकिङ जान लागिरहेका छौँ। हामी निस्केको हाम्रो ब्युटिफुल लेडी। गुड मर्निङ, डु यु वान्ट टु ह्याभ वाटर? मेरो पनि थियो कि है बोतल, साथीले कसरी दिएको भाइ। ह्यान्डसम भइरहेको। अब चाहिँ हामी यसमा चढेर जान लागेको छौँ। ल एभ्रिवान प्लिज। हामी चाहिँ अहिले के अरे खोर्सानी जाने बसमा चढिसक्यौँ। धरान जाने बसमा चढिसक्यौँ। हामी उत्रियो चाहिँ खोर्सानीमा हो। कति राम्रो हामी यहीँसम्म हो। हामी चाहिँ अहिले सिक्किममा छौँ। त्यो मोरङ केराबारी चाहिँ कस्तो कहाँले लेखेको छ नि, मिस्टेक भएछ त्यहाँ चाहिँ। हामी चाहिँ अहिले सिक्किममा छौँ। अहिले चाहिँ हामी थुक्पा खान लागिरहेको छौँ। हामी त्यो डाँडा जान लागेका छौँ। चाहिँ अटोमा आधी बाटोसम्म जान लागेका छौँ। अनि त्यसपछि चाहिँ हामी कहाँ हिँड्छौँ। अब चाहिँ हामी अटोमा चाहिँ लाफाचोकसम्म जाँदैछौँ। यो चाहिँ के अरे यहाँको भाइरल पुल, केराबारीको भाइरल पुल। अब हामी चाहिँ यहाँबाट चाहिँ हिँड्न स्टार्ट भयो। थोरै हिँडेको नि स्यास्या भइसकिसक्यो भाइ। हामी चाहिँ अहिले लाफाचोक आइपुगेका छौँ। कस्तो फिल भइरहेछ? कस्तो फिल भइरहेछ? हाइकिङ सुरु पनि भएको छैन। दियोस् त्यो उकालो हिँड्न सुरु पनि भएको छैन। तर यिनीहरू थाकेर के भन्छ यस्तो मजा आएको छ, यस्तो मजा आएको छ नि। ओ माइ गॉड। हामी चाहिँ अहिले एकदम थाकेको थकित अवस्थामा छौँ। पिकअप आउँछ अरे भनेको सुनेर यहाँ पिकअप पर्खिरहेको छ। खोइ हामी चाहिँ अहिले कहाँ छौँ? लाफाचोकमा चाहिँ अनि यहाँ चाहिँ हामी एकदम थकित भयो, चटपटी खान लागेको छौँ। थ्याङ्क यू गाइज, थ्याङ्क यू। तपाईँहरू त्यो टोकथुम्की यानि कि यङसिलाहरूमा जानुहुन्छ भने हाम्रो यस भिडियोलाई कन्टिन्यू हेरिरहनु होला। धन्यवाद। पानी खानु, चटपटी खाँदैछु यहाँनिर। मिठो छ टेस्टी? कति जाने हो? हजुर पैसा कति छ? यस्तो हाउ मच मनी अन्त पैसा भन्नुभएको। गाइज अहिले चाहिँ हामी लाफाचोकमा आएर चाहिँ पिकअपको वेट गरिरहेको छौँ। पिकअप आउँछ अरे। अब चाहिँ हामी पिकअपमा चढेर चाहिँ अनि जानेछौँ। म अन्धी जस्तो देखेको छु अरे, तर पनि केही छैन। म चाहिँ आँखा देख्छु है गाइज। गाइज मैले चाहिँ आएर चाहिँ एउटा पसल खोलेको छु। तपाईँहरू आउन सक्नुहुन्छ। यो चाहिँ पर्छ तपाईँको लाफाचोकमा। तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ चटपटी तपाईँलाई चाहिएको सम्पूर्ण खानेकुराहरू पाउन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ अस। पछि म बोल लगाइरहेको छु गाइज, तपाईँहरू हेर्न सक्नुहुन्छ। खुस्किहाल्छ है खोल्न। ए मलाई कस्तो पक्रेको नपक्रेको ब्याग छैन नि त। मैले सक्यो जाँदैछु। हामी चाहिँ कसैलाई पनि बाटो थाहा छैन। अनि बाटो खोज्दै हिँडिरहेको छौँ। हामीलाई लागिरहेछ हाम्रो डेस्टिनेसन यही हो। हामी सायद हरायो पनि यस्तो राम्रो ठाउँमा आइपुगेँ। आई लभ दिस प्लेस। हामी चाहिँ नरकटे आइपुगेका छौँ। एन्ड फाइनली हामीले वेट गरेको गाडी आइपुग्यो। खाली छ छैन हामीलाई चढाउँछ थाहा छैन। हाम्रो गाडी आइपुग्यो। हामी चाहिँ अहिले चिउरी भन्ज्याङ आइपुग्यो।
हामी चाहिँ अहिले यस्तो हिँडिरहेको छौँ कस्तो भइरहेको छ चाहिँ कस्तो लागिरहेछ ड्रेस कस्तो लागिरहेछ मजा आइरहेछ नि उफ हामी एकदम धेरै थाकेका छौँ तर पनि हामीलाई मजा आइरहेछ अहिले चाहिँ हामी रैका भन्ज्याङ आइपुगेका छौँ यहाँनिर चाहिँ कोदो रहेछ फाइनली हामी चाहिँ माथि गेटसम्म आइपुग्यौँ आधी बाटो आइपुग्दा यस्तो लागिरहेको थियो कि आज चाहिँ हामी पुग्दैनौँ अब चाहिँ हामी फर्किनु पर्छ होला जस्तो भएको थियो तर फर्किनु परेन हामी आइपुग्यौँ यति खुसी हामी चाहिँ अहिले तोपथुम्की आइपुग्यौँ भन्दा पनि हामी चाहिँ गेटबाट चाहिँ हामी सिडी चढ्न थालिसक्यौँ अब चाहिँ हामी जाँदैछौँ माथि खुसी लागिरहेछ बाटो एक ठाउँमा आएर गिभअप गरिसकेको थियौँ अहिले चाहिँ छैन त्यस्तो धेरै त होइन अब अलिकति छ मान्छेहरू यहाँ गिभअप गरिरहेछन् कहिले पुग्ने होला प्रभु कस्तो फिल हुँदैछ यो ठाउँ देखेर मान्छेको हालत खराब भएको छ यहाँनिर पुग्यो होला भने त ओ गड सिडी सक्यो यहाँसम्म आउँदाखेरि अब चाहिँ यस्तो बाटो हिँड्नुपर्ने छ ओ आइपुगेछौँ हामी आइपुग्यौँ यस ठाउँलाई तोपथुम्की भन्नुको कारण चाहिँ अङ्ग्रेजहरूको पालामा चाहिँ यहाँ चाहिँ तोप पड्काएको थियो अरे त्यही भएर चाहिँ यसलाई तोपथुम्की भनेर भनिएको अरे अनि हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो भाइहरू चाहिँ अघि आएर बसिरहेको छ त्यहाँनिर बोलीभन्दा धेरै मेरो स्याहार भाइर होला फाइनली हामी चाहिँ यो ठाउँमा आइपुग्यौँ अनि हामीसँग चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भएको छ अब चाहिँ हामी खाना लागिरहेका छौँ हाम्रो डनहरू आएको फ्यान्सी दिएको आम्मामा ओके खानुहोस् ग्रेस ब्रासेस लगाएर खानु एकदम गाह्रो भएको अवस्था हामी चाहिँ एकदम खाइरहेको छौँ यहाँनिर हामी चाहिँ चिजबल खाँदैछौँ होइन ग्रेस तर यो भ्यूले चाहिँ धोका दिएर अघि एकछिन चाहिँ खोलेको थियो अहिले फेरि डम्मै भयो हामीले आएर खाजाहरू पनि खाइसकिसक्यौँ अब चाहिँ हामी यसो फोटोसोटो खिच्नु पऱ्यो भन्ने थियौँ अघि चाहिँ हल्का खुलेको थियो पुरै खुल्छ होला भनेर प्रतीक्षा गर्ने भएको यस्तो भयो ल तर पनि ठिक छ हामी यस्तै डुम्ममा पनि फोटो खिच्नेछौँ अहिले चाहिँ हामी तोपथुम्कीबाट हामी फर्किँदैछौँ हुस्सु लागेर केही पनि देख्न पाएन हुस्सु भन्छ के भन्छ त्यसलाई कुहिरो हुस्सु समथिङ जे भए पनि हो त्यो लागेर केही देख्न पाएन भ्यू तर पनि ठिक छ अब म पछाडि डन आउँदैछौँ आफ्नै संसारमा छौँ Does it ever drop surprises? Just how fast the life changes. Everything that you ever dreamed of. हामी चाहिँ यो तोपथुम्की माथि चढ्ने मेन गेटमा आइसकिसक्यौँ अब हामी यहाँनिर केही फोटोहरू क्लिक गर्छौँ त्यसरी हामी घर जान्छौँ अघि थाकेर ऐ हुनेहरू जाँदिनँ गिभअप भन्नेहरू अहिले ऊ खुसीले माथि पुगेर फर्किँदैछन् नाच्दैछ कोही कोही अघि न्याउ र अनुहार हुनेहरू अहिले हाँसो अघि बाटो बिचमा गिभअप भन्नेहरू मान्छे मर्नु लाग्छ गलेर
यहाँ झुन्डेको हेर्नुहोस् गाइज यो यसरी हिँडेकै हुँदैन क्या मेरो लागि जहिले यो चाहिँ बाटोमा यसरी झुन्डिँदै हिँड्छ होइन हाम्रो भाइहरू चाहिँ धोकेबाजहरू गाडी चढेर आउँदैछ हामी चाहिँ हिँड्नु परेन है अब चाहिँ हामी खोर्सानी जाँदैछौँ के अरे माथि कहाँ अरे टोकथुङ्गीबाट फर्केर बस चढेर अनि चाहिँ हामी अब घरतिर लागिबाट केराबारीबाट चाहिँ खोर्सानी जाँदैछौँ हजुर अहिले भर्खरै बस आइपुग्यौँ अब चाहिँ हामी आफ्नो घरतिर लाग्छौँ हजुर हजुर पछिको लाइट लागेदेखि अथवा तिहार लागेदेखि चाहिँ निस्केको थिएनौँ अनि आज चाहिँ हामी बत्ती बेलुका निस्किँदै हिँड्दैछौँ यस्तो राम्रो बनाएको रहेछ वाउ यहाँ भाइहरू पटक्का पड्काउँदै रहेछ त्यो त होइन भाइले यो पनि पड्काउनु जाँदैछौँ हामी चाहिँ अब घर आइपुग्न आँट्यौँ भाइहरूले पटक्का पड्काउँदै रहेछ अनि हेरिवरी हामी चाहिँ घर फर्किँदैछौँ मजा आयो अब घर आइसक्यौँ हामी अनुहारै देख्दैन तर पनि म यहाँ छु हामी यहाँ छौँ यस फाइनली हामी चाहिँ घर आइपुग्यौँ अनि आजको भ्लग यति नै थियो धन्यवाद फेरि पनि हामी अर्को भ्लगमा भेट्नेछौँ बाई बाई एभ्रिवान